साथीहरु यहाँलाई स्वागत छ मेरो यो नयाँ भिडियोमा। म चाहिँ प्रकृति खड्का र अहिले चाहिँ हामी नाकासु फुकुओकाको नाकासु भन्ने ठाउँमा इभिनिङ वाक हिँडिरा छौं। इभिनिङ त हैन, नाइट भइसक्यो, नाइट वाक हिँडिरा छौं। अन्तिम समय हेरेर साथ दिनु होला। सो गाइज, तपाईहरु पनि कहिलेकाहीँ यसरी मुड अफ भएको बेलामा चिल पारामा इभिनिङ वाक हैन नाइट वाक जानुहुन्छ कि जानु हुँदैन? यदि जानु हुँदैन भने चाहिँ म जानको लागि सजेस्ट गर्छु है। साथमा चाहिँ फेरि बुढा हुनुपर्छ है, बुढा हुनुपर्छ है साथमा चाहिँ, किनकि लजाउने बुढा हुनुपर्छ। अनि नभए त फेरि केटीहरूले तानाक तुनुक पार्दिहाल्छन् कि। अनि एक्लै चाहिँ छोरी मान्छेहरू एक्लै चाहिँ नहिँड्नु होला हैन। राति राति यस्तो सुनसान एरियामा चाहिँ एक्लै एक्लै हिँड्न चाहिँ अलि डेन्जरसै हुन्छ अरे के, मैले सुनेको जापानिजहरूले भनेको हैन। किनकि यो टाइम अहिले रातिको 11-12 बजे भनेको टाइम चाहिँ सब जापानिजहरू चाहिँ झ्याप तालमा बाटोमा लडखडिँदै हिँड्ने समय हो नि त। अनि मान्छेहरू सड्केको बेला जे पनि गर्छ नि त मान्छेहरूले, त्यही भएर हामी छोरी मान्छेहरू चाहिँ एक्लै हिँडे पनि अलिक केयरफुल भएर हिँड्नुपर्छ अरे भनेर चाहिँ मलाई जापानिजहरूले भन्छ के, जापानिज आमाहरूले भन्नुहुन्छ। किनकि म पनि कहिलेकाहीँ बेलुका 10-11 बजे कामबाट फर्किरहेको हुन्छु। अनि खातो के भन्छ अरे, कामबाट फर्किँदाखेरि कहिले पनि अँधेरो बाटो सुनसान बाटो नहिँड, अलिक आखारुई बाटो हिँड भनेर भन्छ क्या, मेन रोड हिँड भनेर भन्छ क्या। ल साथीहरू, अब एकैचोटि म हजुरहरूलाई उहाँ नाकासुमा पुगेर भेट्छु। नाकासु भनेको चाहिँ फेरि एकदम निगी आँखा हो कि होइन, एकदम हो हल्ला सोर सराबा भन्छ नि, हो त्यस्तो हुने ठाउँ हो क्या। अनि यसो सर घुमेर फ्रेस भएर आऊँ भनेर नि त। अब हिँडेर चाहिँ नाकासु पुग्न गाह्रो भएको भएर हामी कुद्दैछौँ क्या बेला बेलामा। अलि हिँड्दै जानलाई 10-15 मिनट जति लाग्ने रहेछ होइन। 10-15 मिनट हिँड्नु भनेको मेरो लागि 2 घन्टा हिँडे जतिकै हो क्या फेरि। त्यही भएर म कुद्दैछु भनेर होइन। ग्रान्ड पनि लास्टै ग्रान्डै हो क्या फेरि यो आमाको लागि आउँछन् होइन। अनि त्यसपछि यस्तो रक्सी खाने साथीभाइहरू रमाइलो गर्ने एरिया हो यो नाकासु भनेको चाहिँ। अनि बुढापाकाहरू आउने अनि तन्नेराहरू आउने रक्सी खाने खुट्टा पटार्दै यहाँनिर छ होइन। नेपालमा अपाङ्गहरूले गीत गाउँदै बस्नुहुन्छ नि, हो त्यस्तै गरी यहाँनिर चाहिँ राम्रो एकदम यो मान्छेहरूले गीत गाएर बसिरहेको हुन्छ के, जस्ट फर इन्स्टाग्राम फलोवर्स के। मैले देखाउँछु ओए ちゃんと伝えてほしいんだどうしようもないくらいに好きだから好きだよ好きだよいつまでも一生恋するあなたには私だけなのघुमाएर पुग्यो तिमीलाई घुमेर पुगेन भन न। मलाई त तिमीले आज रातभरि घुमाएछौ भने पनि घुमेर कहिले पनि पुग्दैन। हेर नजारा क्यामेरा यतापट्टि छ, नजारा कतातिर छ मेरो थाहा छैन तिमीलाई नै। यस्तो यो पात्रतिर छ मेरो नजारा के रहेछ यहाँ। यतातिर छ कस्तो मान्छे हिँड्दा रहेछन्, कस्तो नक्कल पार्दा रहेछन्, कस्तो इसोका कस्तो हो हल्ला भएको ठाउँ हो कि यो है। बेबी यही फुकुओकामा यस्तो हो हल्ला भने टोकियोतिर गयो भने बेबी। त्यही भएर मैले फुकुओका छोडेर नगएको कि। यतिको हो हल्ला त हाम्रो गाउँतिरको छरछिमेकीहरूले गरिदिन्छन् के गाइज, यता होइन उतातिर हो। यतिको यो अहिले जुन जापानिजहरूले यो रक्सी खाएर हो हल्ला गरेर खाने, यतिको हो हल्ला त हाम्रो गाउँको छरछिमेकी आन्टीहरूले गरिदिन्छन् के पुरै हो कि होइन भन त। यो क्लिप हाल्न बिर्स्यो भने चाहिँ तिमीलाई म फेरि उडाइदिन्छु नि। कत्रो ठुलो माछा मेरो पछाडि हेर गाइस, माछा हो हजुरआमाले पुरै जुरोट तानेर मलाई यस्तरी हेरेर बसिरहेको रहेछ नि त भनिदिनु पर्दैन? मैले त स्ट्याचु होला भन्थानेको त। ल गाइस, अब चाहिँ हामी होइन नाकासुको सानो भ्रमणपछि तेन्जिङतिर पाइला लम्काउँदैछौँ। कस्तो हाँसेको म त तर्सेँ हौ गाइस, के गरी हाँसेको यो। ल हेर
कस्तो डराइहाल्छ कि बेबी कहाँसम्म ल साथीहरू हामीले चाहिँ नाकास एकदम छोटो र मिठो समयमा घुमेर सकिसकेको छौँ यो भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र म चाहिँ यही भिडियोबाट छुटिन पनि चाहे आगामी आउने भिडियोहरूमा पनि हजुरहरूको साथको अपेक्षाको साथ म जान्छु है त बाई बाई